नमस्ते, म पूर्ण खड्गा। आज म तपाईलाई एउटा विशेष किसिमको इन्ट्रेस्टिङ कुरा बताउँदैछु। मधु र गौरवको बीचमा भएको माया प्रेम। मधु एकजना अलिकति घरानाकी छोरी, मन्द मुस्कानकी धनी परिवारकी छोरी। गौरव बलियो, हिक्मतिलो तर गरिब। आफ्नो जीविका चलाउन गौरवको परिवारले भारी बोक्दथे। टाढाको बाटो अर्काको भरिया बनेर 500, 1000, 200 कमाएर आफ्नो परिवार पालिरहेका थिए। गौरव सानै छँदा अलिकति मेहनत पढाइमा रुचि राख्ने तर पढ्नको लागि वातावरण नभएको गौरवको बीचमा मधु र गौरवको बीचमा लभ पर्छ। मधुले कहिले पनि उनले एउटा अप्ठ्यारोपन भेटेनिन्, किनकि मधु हुने खानीको फ्यामिलीमा भएको कारणले न उनको परिवारले भारी बोक्नु पर्यो न त उनले कुनै कष्ट झेलिन्। उनी एकदमै पुलपुलाइमा पुलपुल्लेकी छोरी भनिन्छ नि गाउँमा, एकदम परिवारमा आनन्दले जीविका अगाडि बढिरहेकी मधु। तर गौरवले लाई चाहिँ थियो थाहा, मधु मेरो मायाको लड्डु हुन्, मायाको खानी हुन्। तर मधु त सम्पन्न छ, त माया त छ, म माया गर्छु, तर म उनीलाई जीवनसाथी बनाउन सक्छु कि सक्दिन भनेर उसले कल्पना गरिरहन्थ्यो। तर उसले मधुको बीचमा भनेको थिएन, उसको हिक्मतै थिएन। माया गर्छु तर उसलाई म लिन सक्दिनँ होला, किनकि उसको फ्यामिलीले मलाई एक्सेप्ट गर्दैन होला, गर्दैन पनि। मेरो परिवार र मधुको परिवार कसरी मिल्न सक्छ? म त एउटा सामान्य परिवारको मान्छे छु। मेरो बुवाले भारी बोक्नुहुन्छ, मेरो आमाले धौधौ परिवार चलाउनु भएको छ, अनि म कसरी मधुको परिवारबाट मधुलाई लिन सक्छु भन्ने कल्पना गरिरहन्थ्यो। एक दिनको कुरा हो, मधु र गौरव एउटा चौतारीमा बसिरहेका थिए, गफ मजाले गरेका थिए। र त्यही समयमा मधुको बुवा छाता ओढेर आउँदै हुनुहुन्थ्यो र झट्ट चौतारामा हेर्दा छोरी र गरिबको छोरा गौरवलाई देख्दा मधुको बुवा छाङ्गाबाट खसे झैं, ओ मेरो छोरी, यो गरिबको पछि लाग्ने, कतै केही बन्धनमा त परेनन्, मेरो नाक नै जान्छ, मेरो नाक नै काटिन्छ भन्ने सोच्छन् र बोल्छन्। ठुलो स्वरमा लाउडली गाली गर्छन्, हे मधु, कहाँ आइछस्? तेरा खुट्टा भाँचिदिन्छु। गौरवले एकदम डराएर मधुतिर पिलिक्क हेर्छ र उसले केही पनि बोल्दैन। गौरवले मधुतिर पिलिक्क हेर्छ र उसले आफ्नो शिर निहुराउँछ। उसको हिक्मत हुँदैन कि मधुको बाबालाई हेर्ने, किनकि ऊ एक गरिब परिवारको गौरव
मधुले बुझेको छ यो धनी हो, उहाँ सम्पन्नता हुनुहुन्छ, मेरो आँटै पुग्दैन भन्ने उसलाई त सोच थियो। तर पनि एकान्त दोकान माया प्रीतिमा जेलिसकेपछि मधुलाई फेरि मतलब छैन, यो गरिबको छोरा हो, यसलाई माया गर्नु हुँदैन भन्ने उसलाई कति पनि थिएन। त्यसपछि मधुको बाबाले एउटा रुखको हाँगा भाँच्नुहुन्छ, सानो लौरी गएर तनक्क हान्नुहुन्छ गौरवलाई। एकातिर हान्दाखेरि अर्को यसो फर्कन्छ, 2 लट्ठी बजाउनुहुन्छ, तँले मेरो छोरीलाई यहाँसम्म ल्याउने आँट कसरी गरिस् भनेर बेसरी थर्काउनुहुन्छ र मधुलाई समाएर अलिकति पावरफुल्ली हात समाएर लतारेर लानुहुन्छ। गौरव केही बेर जुरुक्क उठ्छ, दौडन्छ एकातिर, किनकि उसको डर एकदमै, उसले लट्ठी खाँदाखेरि उसको मधुको बुवालाई देख्दाखेरि उसको होस लगभग उडिसकेको रहेछ। त्यो कारणले गर्दा लट्ठी खाँदा उसलाई दुखेको महसुस भएन, तर ऊ दौड्यो पछाडि, जो मधुलाई लिइसकेपछि दौडन्छ र माथि गएर डाँडाबाट हेर्छ, पछि हेर्दै उता फर्कँदै दौडँदै अघि आइसके कि उसको मन त्यति त्रासपूर्ण भइसकेको हुन्छ र माथिसम्म गएको हुन्छ। एकजना ठुलो भारी दाउरा बोकेको एकजना उसले अङ्कल भन्ने, जो गौरवको अङ्कल भन्ने एकजना नाताले अङ्कल भन्ने देख्छ र उसले अङ्कलले सोध्नुहुन्छ कि ए गौरव के भयो त, गौरवे के भयो, मलाई मधुका बुवाले मार्नुहुन्छ, उसले मलाई हान्नुभयो भनेर उसले त्यो भन्दैन, किनकि उसले हानेको महसुसै छैन कि ऊ देख्न जो छाता ओढेर आउनुभएको थियो त्यो समयमा नै उसको होस उडेको थियो। मतलब ऊ डराएर उसले कुनै आँट गरेको थिएन कि उहाँसँग कुरा गर्न, केही जवाफ फर्काउन कुनै पनि केही थिएन। त्यो कारणले जो त्यो अङ्कलले किन हान्यो, त्यसका धाक, त्यसको धनी छु भनेर गरिबको छोरालाई यसरी पिट्नुपर्छ भनेर चाहिँ ऊ झन छिटो दाउराको भारी बोकेर दौडेर अङ्कल चाहिँ आफ्नो घरमा आफ्नो भारी बिसाएर सिधै मधुको घरमा जानुहुन्छ। तर गौरव फर्केको हुँदैन, तीनै टोलाएर बसिरहेको हुन्छ माथि, जहाँ अङ्कललाई भेटेको थियो त्यही ठाउँमा हुन्छ। अङ्कलले यो भन्नु भएन कि आइज म सँगसँगै पनि भन्नु भएन, आवेग भयो कि किन यसरी मार्नुहुन्छ, उसले यसरी लट्ठीले हान्नुभयो भन्ने त भनेको थिएन, तर पनि किन गरिबको छोरालाई हकार्ने भनेर ऊ दौडेर आफ्नो भारी बिसाएर मधुको बुवा कहाँ जानुहुन्छ र मधुलाई एउटा बन्द कोठामा हुल्नु भएको जो अङ्कलले देख्नुहुन्छ, गौरवको अङ्कल, नाताले अङ्कल पर्ने। अनि सिधै मधुको बाबालाई अङ्कलले भन्नुहुन्छ, ए महाराजा, तपाईँ महाराजा यो गाउँको, 2-4वटा भैँसी, लैना भैँसी र केही 20-25 मुरी धान खुवाउँदैमा तपाईँ चाहिँ कसैलाई, गरिबका छोराछोरीलाई हकार्ने भन्दाखेरि तँको किन बोल्नु पर्यो, मैले कति हानेको छु, त्यसको त करङ भाँच्नु पर्ने, 2 लट्ठी मात्रै हाने भनेर मधुको बुवाले ठ्याट्ट कुरो फुस्काउनुहुन्छ। फुस्काउँदाखेरि ए तैँले हानिस्, तेरा करङ म भाँच्छु भनेर दुईटाको एकदमै झगडा लफडा हुन्छ, बोलीमा झगडा हुन्छ। मधुको बुवा घरको बालदारीबाट
झ्यालबाट टाउको निकालेर बोलिरहेको र अङ्कल चाहिँ आँगन तलमाथिबाट झगडा परिरहेको हुन्छ। र त्यो बेला जो बन्द कोठामा मधुले सुनिरहेको हुन्छ नि, ए गौरव त लगनशील छ, मेहनती छ, मेरो बुवाले मन नपराउनको कारण गरिब रहेछ भन्ने उनलाई त्यो समयमा सोच आउँछ। किनकि त्योभन्दा अगाडि मधुलाई केही पनि थाहा थिएन, किनकि यो गरिबको कारणले हो, मेरो बुवाले गाली गर्नुभयो भन्ने थिएन। त्यो मधुले सोच्छिन् र एउटा अर्को त्यो कोठाभित्र एउटा झ्याल हुन्छ, त्यो झ्यालबाट निस्किने प्रयास गर्छिन्। ए म गौरवलाई सम्झाउँछु, मेरो बाबाले हान्नुभयो, गरिब भनेर हान्नुभएछ, ऊ कहिले पनि गरिब होइन, ऊ एक दिन ठुलो धनी मान्छे होला नहोला, तर मेहनती छ भन्ने सोच्छिन् मधुले। दुईटाले झगडा गर्दै गर्छन्, तर मधु निस्केर गौरव जहाँ जुन चौतारा थियो चौतारामा पुग्छिन्। चौतारामा भाँचिएको लट्ठी बाहेक अरू छैन, किनकि हान्दाखेरि लट्ठी नै भाँचिने गरी उसको बुवाले हानिसकेका थिए। र केटो माथितिर कता गयो, के भन्ने सोच्छिन्। र त्यो जुन गौरव छ, गौरवले तलतिर जुन आफूले चोट खाएको भाटा भेटेको चौतारी थियो, चौतारीमा हेर्दाखेरि मधु देख्छ। होइन, मधु सँगसँगै बाबा पनि। उसको त्रास के छ भने बाबा कतै लुकेका होलान्, मधुलाई त्यहाँ देखाइसकेपछि म गइसक्छु, त्यहाँ गइसकेपछि मलाई चाहिँ आज मार्छन् भन्ने उसको उल्टो दिमाग रिङ्छ, घुम्छ। अनि मधुले कता गयो होला भनेर उनी यतै गयो कि शङ्काले उनी हिँड्दै गर्दा ए हो रहेनछ, उसका बाबा आएका रहेनछन्। गौरवलाई यो थाहा छैन कि उसका बाबा, मधुको बाबाले र उसको अङ्कलले लडाइँ झगडा परेको छ भन्ने थाहा छैन। त्यसपछि मधु हिँड्दै आफूतिरै आउँदै गर्दाखेरि ए मेरै लागि आइन् कि त भनेर फर्केर गौरव आउँछन् र दुईजना भेट हुन्छन्। कहाँ छन् तिम्रो बाबा भनेर एकदम डर त्राससँग डराएर मधुलाई सोध्छन्। होइन, बाबा घरमै हुनुहुन्छ, बाबा र तिम्रो को मान्छे हुन्, झगडा गरिरहेका छन्, तिमीलाई त मैले आज पो चिन्न पाएँ नि, मेरो बाबाले तिमीलाई नहानेको भए त मैले यो तिम्रो बारेमा केही बुझ्न पाएको थिएन, आज बुझेँ नि, झनै म तिमीलाई म छोड्दिनँ अब भनेर मधुले भन्छन्। के बुझ्यौ मेरो बारेमा भनेर एकदम त्रासपूर्ण तरिकाले गौरवले सोध्छन्। मधुले होइन, तिमी त गरिब भएको कारणले गर्दा मेरो बाबाले तिमीलाई रुचाउँदा रहेनछन्, तिमी गरिब होइनौ, तिमी मेहनती छौ, म पनि तिमीलाई माया गर्छु, तिमी र म अब घर नजानी, जाम भो तिम्रो घरमा जाम भनेर मधुले प्रस्ताव गर्छिन्। मलाई थाहा थियो मधु, म गरिब थिएँ, गरिब छु, म तिमीलाई मेरो घरमा लिन सक्दिनँ, किनकि अहिले आएर मैले त चुटाइ खाएँ, मेरा बाबाले पनि चुटाइ खानुहुन्छ। मेरो कारणले गर्दा म बाबालाई परिश्रमिक बाबा, मेरो बाबा भनेको मौरी जस्तै हो, मह ल्याउनुहुन्छ, घारमा राख्नुहुन्छ, रानी मौरी मात्रै होइन, त्यहाँ डैना मौरीहरूले पनि खान्छन्। त्यस्तै मेरो बाबा मौरी हो, कहाँबाट जम्मा गरेर 2-4 पैसा ल्याउनुहुन्छ, हाम्रो परिवार सबै पाल्नुभएको छ, मेरो पढाइ खर्चदेखि लिएर मेरो लुगा लत्ता कपडादेखि लिएर हरेक कुरा मेरो बाबाले धान्नुभएको छ। म बाबालाई चोट खाउन दिँदैन, मेरो कारणले गर्दा बाबाले चाहिँ दुःख पाउनुहुन्छ। मधु, म पनि तिमीलाई एकदमै माया गर्छु, तर तिमीहरू र मेरो लेभलै मिल्दैन, म कसरी तिमीलाई लिन सक्छु भन्दाखेरि मधु भक्कानिन्छन्।
गौरव, तिमी केही डर नगर, मसँग केही पैसा छ, त्यसो भए केही वर्षलाई तिमी र म यो गाउँ छोडेरै जाउँ भनेर भन्छन्। गौरवले केही अलिकति टाउको निहुराउँछ र भन्छ, हो त्यसो भए त्यो चाहिँ गर्न सकिन्छ, तर बाबा पनि बुढेसकाल लागिसकेको छ, मम्मीलाई पनि गाह्रो छ। अब मेरो केही मेहनत, मेरो केही लगाव मैले चाहिँ बाबालाई सहयोग गर्न चाहन्छु, केही अलिकति केही उहाँको भारी चाहिँ म उचाल्न चाहन्छु। त्यसैले म अहिले कसरी छोडौँ या जाउँ, म त कन्फ्युजमा भएँ भनेर चाहिँ गौरवले मधुलाई भन्छन्। ठिक छ, तिम्रो बाबालाई पनि उतै बोलाउँला, परिवारलाई उतै बोलाउँला, तिमी र म मेरो बाबालाई पनि एक दिन देखाउनुपर्छ कि मानिस कहिले गरिब हुँदैन। गरिब भनेको सोच हो, त्यो जो मेन्टालिटी छ त्यो बाबालाई अहिले हामी सम्झाउन सक्दैनौँ, हाम्रो बहुरखीले देखाउनुपर्छ भन्छन्। गौरवले, होइन, तिमी त्यो एकदम सुखी परिवारमा जन्मिएकी, सुखी सुख शैलमा हुर्केकीलाई यत्रो हिक्मत कसरी आयो, कसरी भन्न सक्यो मधु भनेर उनले उसको मधुको हात समाउँछन्। होइन, मलाई यो गरिब धनी भन्ने मलाई थाहा थिएन। आज जो कुन एकजना अङ्कल जानुभएको छ हाम्रो घरमा, झगडा लफडा गर्नुभएको छ, किन एउटा गरिबको बच्चालाई हानिस्, हप्काइस्, हकारिस् भनेर ठुलो आवाजले कराइरहनु भएको छ। त्यो कारणले गर्दा तिम्रो बारेमा मैले बुझ्न पाएँ। अब हामी केही गर्नुपर्छ भन्छन् र उनी बाध्य हुन्छन् कि गौरव, ल ठिक छ, सोचौँला, 1-2 दिन टाइम देऊ, अहिले तिमी घर जाऊ, केही नभन तिम्रो बुवासँग, फेरि तिमीलाई पनि हाल्लान्, तिमीलाई पनि हाने होला है भनेर एकदम मायालु बोलीसँग गौरवले भन्छन्। होइन, मलाई हानेनन्, तर मेरो एउटा कोठामा थुन्नुभएको थियो, तर मैले त्यो बाहिर आवाज सुन्दाखेरि म अर्को भित्रैको झ्यालबाट निस्केर आएको हुँ भन्छन्। 2 दिनको टाइम गौरवले दिन्छन् र उनीहरू त्यहीँबाट आफ्नो बाटो जान्छन्। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार, नमस्ते। यो काल्पनिक भए तापनि यो रियालिटी हो, यो गाउँघरमा हरेक संसारमा हुने कथा हो। नमस्ते, नमस्कार।